कसिँदैन तर देखिन्छ कि देखिँदैन हौ भएछ लेट्स गो भोलि अलिअलि क्रप गर्दै दिनै हाल्नु पर्ने छ त्यसै पुछार काटेर गइसक्छ तपाईँको मोबाइल मलाई दिइराख्नु न तेर्का ल भरे अलिक राम्रो ठाउँमा पुगेछ भिडियो गर्ने अलिक भेट्नु हुँदो रहेछ त्यो त गाडी अनि मेरो गाडी यो 10 के हो है यो 10 के हो मा लानु छ नि आज जोरपोखरी बजारमा ए मभन्दा खतरा कुदाउने आएन गीत क्या हो राइडर अटोवाला त्यो छिटै आमा के हो 30 रुपियाँमा छ नि त यहाँ मेरो रोक्ने तरिकै खतरा छ कि जोरपोखरीमा यो पोखरी कालो भए पनि पानी त्यही सफा छ पोखरी कालो भए पनि सफा छ अलिअलि हेलमेट त बोकेर जाने हो हेलमेट त बोकेर जाने हो फोन टासाको छ त नि ल फागुनन्दको तिर्सु यहाँ गाडे छ दुईटा हामी जोरपोखरीमा छौँ लास्टै हरियो फिल्टर लगाइदिएको छ त पहिरो गएछ त्यही साह्रो हरियो रहेछ यहाँ त हरियो खोइ हरियो त छ नि तर होइन यो फिल्टरले गर्दा यहाँ एउटा सानो कालो ग्लास लाउनुपर्छ हरियो निस्किन्छ नि आमामा के साह्रो वाइट टोन लागेको आमामा के हो मेरो फोनलाई ल हामी जोरपोखरीको फागुनन्द मन्दिर माथि चढेछौँ निलो के हो बाइक कुदाएदेखि घुँडा अलिक दुःख क्या हो ठाउँ नखाऊ पक्रिनु त ल छैन
निलो निलो आकाश छ 0.5 बाट खिच्दा त यो ठाउँ त अर्कै देखिँदो रहेछ हेर त ब्याकग्राउन्ड भयो त यो कुन मोबाइल हो यो मोबाइलमा पनि पस्छ त्यो एलएमसी रेडमी नि हो रेडमी चौताराहरू रहेछ कस्तो दामी त छैन तर ठिक ठिकै छ यतिको यस्तै खालको बनाउनु खोजेको होइन कालीचोकमा पनि है जोर बगाती फर्क्यो जाने बाटो कहाँ अरे आया फोनमा चार्ज दिन लाग्यो ल फागु नन्दको भिडियो आया टक्मा बित्थेन जस्तो छ यो दाइयोगीका यो भाइ माछा लाग्छ मरो केही कुटुमी क्या बेचिँदैन यो जिक्सरवालालाई चाहिँ खोजी खानु हुँदैछ ल 27 अब त ल अब हामी जोरपोखरीबाट लागेको क्या माथि बस्दैन त ठिकै छ मेरो झिन्डोहरू अगाडि जानु न हामी त यति छिटो गएर के हुनु अगाडि आज त कहाँबाट बिटर काम गरिरहेछ कि मेरो गाडीको अहिले कुद्दाखेरि देखिन्छ ए मेरो मिटरले काम ए उसको फोन बुवाको फोन थियो नि यार फोटो खिच्दै जान आउँछ नि त्यसले तर झऱ्यो भने ए भिडियो त मेरोले पनि खर्च आउँछ तर देखिँदैन मजाले हाँ 5 किलोमिटर हो दाजु तपाईँको फोन दिनु रे फोन दिनु रे एक्सट्रिम मेरोमा ए ओइ जाठ ए अघि मजाले चेनै लगाएको थिएन रहेछ कसरी निस्क्यो ए यो चेन सरेछ अहिले भर्खर हुत्तिँदा ओफ कता जानुपर्ने हामी ओह्रालो जानुपर्ने कि माथि जानुपर्ने कस्तो मजा लाग्यो क्या यस्तो दिन थियो त्यो भुटेर ए भगवानको लाग्यो मलाई अयो हो खाऊ फोन मागेर ल जुलाएर ल फोहोर मैला भयो उता देखाएको छ त हामी यता फिटिङ भयो उता भनेको के लेखेर खै के उता हामी जाने उता खै मोबाइल माग्यो छिन ए चढी पाल्यो चेन त लाग्यो चेन छ लाग्यो
मिलिहाल्छ भने म त अघि 1200 रुपियाँ कतिहाल्छ ओहो हामी अब ताप्लेजुङतिर लाग्यो आमामा के हो यो ट्रकको किराय राइडर के मोडिफाई गरेको क्या हो हिमालको फेरीमा पुग्ने हो कहिले कहिले अब अहिले त पुगिँदैन जस्तो छ कुनै बेला हाम्रा पनि दिन आउला जाडो भएर तातो धुवा फ्याल्दै यार अलिक छेउमा त दाइ दाइ टोइलेट आयो भन्नुभयो क्या हो ल्याएको छु मेरो फोन चार्ज गर्नुपर्छ होला अहिले भरे भरे मुट्ने बेलामा चार्ज गरिहाल्नु पर्यो याद गर्ने हो भाइ कतिको चान्दा हुन्छ भनेर त्यो हल्का चान्दै सिकाउने बानी गर्नुपर्छ अनि फेरि खटारा बाटो आयो ए भन्दैछ कहाँ मुट्नु यहाँ त हजुरहरूले कहाँ पर मेरो पनि टुप्पीमै छ मेरो पनि त्यस्तै हालतमा छु म पनि म यहाँ छएर कुदेर छु ओ दाजु मुतेर फेरि अनि हामी मात्रै मुतेर आयो भने घरमा लड्यो भन्ने लाग्छ कि भित्तामा मुट्नुपर्छ नि हामी यही हिँडेर गएको यहीँदेखि मुनि अगाडि चेप जाँदै हुन्छ अगाडि त्यसरी लाउँदा एउटा अनि बराबर मिलाएर हाल्नु पर्नुपर्छ अलिकति माथि आयो भने त तानौँ न तान तान अब छिर्नुपर्छ मैले यो ज्याकेट एकचोटि निकाल्यो भने पुरै खाल्यो अब आयो आयो भन्दै बा ट्रकै आयो हुन्छ फेरि बिर्सियो अब तान माथि त्यो यो दाना न यस्तो गरेर पक्रा त सिधा तिमी गर यस्तो गर्नु पऱ्यो सिलाउनु पर्छ मैले बनाएको छु सिलाइहाल्नु भनेको बिस्कुट भयो एउटा त हराइहाल्यो त्यता त सजिलो छिर्छ कि यता छिर्नु गयो हतारको बेला त बस्दै नपुगेछ त अरू कुरा गरेन हजुर एकैछिन ल दिउँसो छ हुन्छ होइन भरे हुन्छ त्यहाँकै निस्केर जान्छ ए माथि त्यसो गर्दा त हुँदैन तलसम्म केही जान्छ केही खोल्नु भयो अब यतापट्टि फेरि फाटिँदैन म बोक्छु सामानहरू झर्छ है लेट्स गो हामी अब त हजुर स्विटर सबै ब्यागमा छ अघि यसलाई सके गर्दाखेरि पसेको हेर त इन्जिन हट छुन्दिनँ गो
ल जाउँ अगाडि तपाईँहरू जानु अब त अलिक सिधामा आउँछ महादेव Mana pati bara yang orang tu, kan lagi apa tadi? Oi, phone kali bodo. आफै बोक्नु भयो गाडी जा. उता जान्छ हो यो हर हर महादेव यो सिधा बनाइदियो त ए सिधा ताप्लेजुङ काबेली कति होइन हामी अघि ए ताप्लेजुङ भइहाल्यो नि आजकलको आउने बित्तिकै धुलो खायो ल ल अहिले भएको ठाउँमा है यो दाई होला मेरो सामान ल्याइदिनु होइन वाउ यसको आवाज चाहिँ के आएको छ होइन हाल्नेदेखि उकालो आउने नयाँ साला 2 गियरमा हाल्नेदेखि फेरि तेर्सो आउने के खालको बाटो हेलो फोन पिरे रे फोन दिनु न फोन अब चाहिन्छ त खास खोइ पम्प हेरे त त्यहाँ तल कति छ तर पनि आइपुग्नु लाग्यो बजार 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 मलाई थाहा थियो क्या यस्तै अलिक अभोजको बेला के हो के यस्तो हुन्छ भनेको के यस्तो हुन्छ भनेको धुधुत गरेर अलिकति बाटो कस्तो छ थाहा नै छैन हर हर महादेव
आएको उकालो आयो जस्तो छ राज्यको राजधानी घुम्नु पर्यो हामीलाई आज ट्याक्सी छुट्टै गयो ए हामीलाई भर्खर सुरु गर्ने कोसिस हुँदैछ हुँदैछ नि खोइ त वेलकम टु माई युट्युब च्यानल भनेर खोइ त नि यो अलि बिगिनर परेपछि कहाँ छ च्यानल टु माई वेलकम भन्नु डकुमेन्ट के छ मन्दिरसम्म सर मन्दिर हिँडेको मन्दिर हिँड्नुभएको कहाँदेखि आउनु भएको रानीगाउँबाट रानीगाउँ पास्तर हजुर रानीगाउँ भनेपछि त माथि कुमायक कुमायक पऱ्यो यासोको त हजुर अलि अरूतिर अनि अब के छ त चिट काट्दै जानु नि ल काट्नै पर्छ लाइसेन्स छैन लाइसेन्स छैन ल के छ ठिक छ राजी कि बिराजी राजी नि त नि ल राजी हो भने सामान्य एउटा काट्दिनु लु जानु ल आराम गर्नु न एकछिन आराम गर्नु लामो बाटो आएछ ब्रेक बाइक पनि चलाउनु पर्छ आराम गर्नुपर्छ रिसाउनु हुँदैन यस्तो कुरामा है हो कि होइन रिनो हेरेको रिनो तपाईँको क्लियर छ ट्राफिकको त कन्टेन्ट खतरा आउँछ नि फेरि होइन भाइरल हुन्छ नि खै घरिघरि भाइरल हुन्छ अरूको त भाइरल भएको छ म त भएको छु त बनाएको छैन अब हुन्छ होला बिलबुक छोडे जानु ल चिट काटेर चाहिँ बिलबुक छोड्नुपर्छ नि फेरि बिलबुकै पो छोड्नु पनि आउँदाखेरि ल अनि बिहानै आइन्छ बिहानै अलि बिहानै आउँछ ल तिमीहरू नि हिँडेको जिन्दगीबाट रहेछौ ल कुरो एक्सक्युज र यति दयालु छ बनाउनु पर्छ है यो कसको यो हुन्छ धन्यवाद सर ल हामी सबैलाई पारेर हजुर आइया हौ ए सरी अलिक जानिँदैन कि भर्खर कुदाउने ल बाई बाई सर निकै राम्रो छ न उहाँले फोकस यति गरेपछि भइहाल्यो नि आजको भाग्य राम्रै हो कति कन्टेन्टको काट्यो होइन अनि घुम्नु पनि लाग्छु बेग्रो दिगो नि हुँदा नि मैले निकै आज चाहिँ सिकिसक्यो अस्ति परेको थिएन के गर्नुपर्छ भने उसले के भन्छ हुन्छ होइन सुरुदेखि नै रिसाउनु हुँदैन क्या बरु कोही त जाओस् एकचोटि होइन रिसाउनु हुँदैन के भन्छ ल हुन्छ भन्नुपर्छ म त एकछिन तिमीले जान्छु जस्तो गरेको भएन हुन्छ भनिदियो पहिली पहिली त नि ट्राफिक देख्ने बित्तिकै बजारमा केटी त ठिकै छ नि त अनि कसरी नराम्रो छ भन्छ तपाईँकोमा अब योभन्दा राम्रो कति चाहियो होइन म त केटीको राम्रै बेसी छ नि कि मेरो आँखा देख्छौ
अब आयो अलिक खर्च वानमै हाल्छु ल अहिले लाग्छ बन्द पो हुनुपर्छ तेर्को क्लोज लिएन फेरि ल अलिकति माथि है राख्नै पो जाने नि त मैले त हेट भयो आया राख्नै पो जाने यहाँ राख्दा त हुन्छ अलिक राख्नै पो जाने भरे पटेर खेल्दै जानुपर्छ नि खेल्दै जानुपर्छ नि ल भाइ त्यो गाडी नै गाडी मात्रै छ त के भएको यहाँ ल साहब ब्लक पो भयो त हौ ल छैन ब्रेक हान्नु त धनै बिर्सेँ म ल हे कहाँबाटको बा काठमाडौँ त होइन त आमा कति बेर गाडी हो यो दाइ जान त्यो जान छ के हो काठमाडौँ त होइन दाइ यति साह्रै बिर्छ त आमा क्या मजाले तान्नु भएको हे त्यो त गाडीले यो ट्याक्सी जानेन त हो तेर्का यो ट्याक्सीले त नजान्नु पनि गाह्रो छ मोल मसल कहीँ हटौँ 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 भन्दै कहीँ त छैन यहाँ पसल मोबाइल पसल ल ल आमा यो दाइले त साह्रै मजाले बाल्नु हुँदो रहेछ त कहीँ देखिँदैन त हौ फार्मेसी पसल मात्र होइन मोबाइल होइन इलेक्ट्रिकको सामानको मात्रै छ त पसल त वेयर इज फोन ला हो चार्ज नहुने भयो
अब एउटै चार्जरले कतिजनाको चार्ज गर्नु यहाँ रहेछ एकछिन रोकौँ न यहाँ रोकाउनु पर्यो हर हर महादेव सी टाइपको चार्जर भन त ल ए ओइ के भएको यति साह्रो डरै लाग्दैछ त ए ला हजुर म यहीँ तल राख चाबी त यहाँ छ ओइ स्ट्यान्ड अघि राखेको छु कुरा हजुर होइन ऊ पनि जाने भन्दैछ त चार्जर लिनलाई जानु पर्दैछ म बजारतिर उडेछु म तिमीले किन्यौ बेल्ट किन्यौ कसले हुनुहुन्छ निन्छ जाउँ न भयो अब जाउँ ल डर छ किन गर्नु अरे माथि लाइन आएर हुन्छ के बेल्ट लाने भने ल के गर्ने तिम्रो विचार यस्तो किन्ने रे ए ल के भन्छु अलिकति हर महादेव कता जानुभयो ठाडो तल चढ माथि नै जानुभयो थाहा छ देखेँ वानमै कुदाउनु पर्ने छ यो ठाउँमा अलिक अप्ठ्यारो छ फेरि ट्र्याक्टर स्याहारो रनका बुट्टे रनका के हो खिलाडी कसैले केटीहरूले के देखिन्छ है छ ल आफ्नै ट्र्याकमा हिँड्नुपर्छ त्यो आलु भत्किन्छ होला हो यो गाडी ए ल
किन आफै याद छैन। मलाई त साह्रै बोल्नु मन लाग्छ त अनि क्या त्यही हो हाम्रो यस्तो बेला हजुर। अलिअलि हराम खोज्दैन। ठिकले काम गर्दैन। हँ हराम। ठाडै छ बाटो त देखाइहाल्छ नि आफै। यहाँ वान गियरमा लाउनु पर्छ कस्तो साह्रो नतानेको यही त नराम्रो छ यस्तो लङ ए सिधा हो म त घुम्ने विचार पो गरिरहेको थिएँ यहाँ त दाइहरू छैन हेर त अनि आरबिएम 6,000 पुग्दैछ कसरी चेन्ज गर्ने यस्तोमा 2 होइन ठिक छ यतिको साथी ठिक छ यो चेन्ज गर्नुपर्छ कि पर्दैन यहाँ चेन्ज नगर। कति राम्रो केटीहरूको देखाउँ यार एकजनाले त हेलो भनिदिनु न त्यसै पनि जानै पर्ने एउटाले त हजुर यो सबै ब्यागमा हाल्दा हुन्छ ल ओह्रालोमा त खुरु कुद्दै आउनु पनि सक्छु म त उकालोमा त साह्रो ए यहाँ त कस्तो दामी हुन्छ थोरै लेन्स हालिदिँदा त डिएसएल भन्दा राम्रो खिचिदिन्छ यहाँ त होइन यतिखेर ठिक हो यसले कहाँ खिच्नु फोटो म हामी ब्लग हान्दैछ हामी कहाँले चढिँदैछ यार 0.5 मा हान्दैछ त हजुर त्यहाँबाट कच्ची रोड निस्केको यो यहाँदेखि एयरपोर्टदेखि नै छ कुनबाट हौ 0.5 बाट त्यसमा पनि भरे म एलएमसी हालिदिन्छु अनि भोलि त युमा झ्याम कि झ्याम फोटो खिच्ने हो देऊ त त्यो बिस्तारै बिस्तारै लडिन्छ यस
आइपुग्यो हो यही हो यो नि हामी यहीँ बसेको अस्ति नै माथि त क्या मजा गर्ने खोकी पो लगाएको त यो आगोले त होटलमा 4 यो होटेल होटल नम्बर 1 नम्बर 1 होटेल नम्बर अरे होटेल नम्बर 2 होटेल नम्बर हेर्दैौ न होटल कति हो 3 नम्बर 4 कति नम्बर हाम्रो 5 14 माथि होला के हो यो त हिउँ त यो कस्तो छ तपाईँ यहाँ आएर त यतिको क्वालिटी लुगा फेरि अनि फोटो खिच्नु हो र त्यही भोलि त्यही लुगा लान्छ उही त्यो छ 4 जना कहाँ जान्छ हामीलाई फोर हुँदैन हाम्रो 4 होइन 5 5 हाम्रो हेर त यहाँ हेर न फोन हेर न यहाँ यी के हो यो क्वालिटी ए थप्दै हो भाइ थपिदिउँ दाल आयो खै अलिक क्षमा ल्याउँ त पोखिन्छ ल हतार गर्नु हुँदैन त अगाडि छेउछेउबाट खानुपर्छ खाना खाँदैछ हामी खाना खाँदै लागेको ल भोलि डबिङ गरेर हालिन्छौँ तपाईँकोमा नि यस्तो म्युजिकहरू गरिराख्नु न के तपाईँकोमा घरकोले मिसकल खोज्छ कि म बोल्छु तपाईँकोमा प्याक छ कि यतिकै ठन्डा ठन्डा खाना खानु बस्नु लागेको हामी हेलो के खै बोल्नु न त हेलो हेलो के भन्दै हुनुहुन्छ के भयो खाना खानु भयो हामी त खाना खानु लागेको अब के भन्नुभएको हामी फेरि माथि छौँ अब तल गएर खाना खाने के भन्नुभएको पानी पर्यो भनेको के गर्ने त जे भए नि जम्मा पार्नु न त्यस्तो अब ल ए भइहाल्यो त अनि बोको हुन्छ के लगाएको के हावा कुरा के भन्दै हुनुहुन्छ तपाईँकोमा लगाइदिनु भने बाबा यहाँ कहाँबाट लाउने यहाँ माथिदेखि लाउन अलिक निकै गाह्रो हुन्छ कि अनि कहाँ आइपुग्छ पाइन्छ त के उल्टो झिलिक झिलिक गरेछ ल ल ल ल सीताबाको कस्तो देखेर न मैले त सिधा जाँ ए एकैछिन है ढोका क्लोजै गरेर आइयो नि यहाँ ढोका क्लोज एकैछिन म आउँछु एउटा चिज गरेर माया सँगसँगै कुरा
म त यो त बिर्सिँदैन यार